छोड्ने छौ। पत्रुसले साथ भने, सबैले छोडे पनि म चाहिँ तपाईलाई कुनै हालतमा छोड्ने छैन। येशू, म तपाईलाई कहिल्यै छोड्ने छैन। येशूले मुन्टो हल्लाउँदै, भोलि बिहान बाले बास्न अघि तिमीले मलाई चिन्दिन भनी 3 पटक भनिसकेका हुनेछौ। पत्रुसले भन्यो, मैले त्यसो गर्नु अघि म तपाईसँगै मर्नेछु। जब उहाँहरू गेत्समनीको बगैँचामा आउनुभयो, येशूले आफ्ना चेलाहरूलाई उहाँसँगै प्रार्थना गर्न आग्रह गर्नुभयो। चेलाहरू थाकेका थिए, उनीहरूलाई निद्रा लागेको थियो। येशूले परमेश्वर पितासँग एक्लै प्रार्थना गर्नुभयो। उहाँका शत्रुहरूले उहाँलाई मार्न चाहन्थे। यो येशूलाई थाहा थियो। आफू मर्नु परमेश्वरको योजना हो भनी उहाँलाई थाहा थियो। येशूले प्रार्थना गर्नुभयो, मलाई अर्को उपाय देखाउनुहोस्, नत्र तपाईले मलाई जे भन्नुहुन्छ त्यही गर्नेछु। एक्कासी एउटा ज्योति चम्कियो, त्यहाँ हो हल्लाको आवाज आयो र सबैजना बिउजिए। धार्मिक अगुवाहरूले पठाएका रिसा मानिसहरूको भीड त्यहाँ नजिकै आयो। कसलाई पक्रने भनी चिनाउन यहुदाले येशूलाई मोय खायो। येशूले भन्नुभयो, तिमीहरूले म नै हुँ। जब उहाँले यसो भन्नुभयो, तिनीहरू पछि हटेर भुइँमा लडे। त्यसपछि तिनीहरूले येशूलाई पक्रेर उहाँलाई धार्मिक अगुवाहरू कहाँ लगे। येशूका सबै जसो चेलाहरू भागे, तर पत्रुसले चाहिँ पछिल्लोतिरबाट उहाँलाई पछ्याइरहे। उनी बाहिर दलानमा बसेर अब के हुनेछ भनी हेर्न पर्खिरहे। कसैले उनलाई सोध्यो, के तिमी येशूसित थिएनौ र? डराइरहेका पत्रुसले भने, अह। अरू 2 जना मानिसहरूले पनि त्यही कुरा सोधे। पत्रुसले भने, होइन, तिमीहरू झुक्क्यौ, येशू को हुनुहुन्छ भन्ने मलाई थाहै छैन। यसरी पत्रुसले येशूलाई 3 पटक इन्कार गरे। तब तुरन्तै भाले बास्यो। जब उनले